हामी चाहिँ काठमाडौँदेखि करिब 75 किलोमिटरको यात्रामा दुप्तेश्वर महादेव नुवाकोटमा अवस्थित छ। यहाँ चाहिँ दर्शन गर्न आएका छौँ। हामीसँग नवराज गुरुजी हुनुहुन्छ। उहाँलाई 2-4 शब्द भन्नको लागि आग्रह गर्दछु। गुरुजी सबैमा राधे राधे। यतिखेर हामी दुप्तेश्वर महादेवको सन्निकटमा रहेर हामी यतिखेर बोलिरहेका छौँ। हामी करिब काठमाडौँदेखि 70-75 किलोमिटरको यात्रापछि हामी भर्खर दुप्तेश्वर महादेवमा आयौँ र यो क्षेत्र निकै पौराणिक धार्मिक हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण र यो गङ्गाको तटमा रहेर हामी यतिखेर दिव्य यो पावन घडीमा छौँ। यो यसको गुणगरिमा यसको महत्त्व अत्यन्तै छ। हामीले पनि धेरै लामो समयदेखि यस क्षेत्रमा आउने मन त थियो, तर संयोगवश आज हामी आउन पायौँ। दुप्तेश्वर महादेवको एउटा कृपाले आज हामी यस ठाउँमा आउन पायौँ र अरू भक्तजनहरूलाई पनि यस क्षेत्रमा आउनका लागि हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। निकै पौराणिक धार्मिक अत्यन्तै ऊर्जाशील तपोभूमि यो क्षेत्र रहेछ। हामी भर्खर घुम्दैछौँ। यहाँको धार्मिक दृष्टिकोणले पनि अत्यन्तै पवित्र यस क्षेत्रमा हामी आउन पाएका छौँ। हाम्रो साथमा हाम्रो साथी पनि आइसक्नु भएको छ है। निकै खुसी लागेको छ। हाम्रो ल